उहाँलाई कडा भन्दा कडा सजाय गरियोस्। एकछिन श्रीमान, मैले के सहयोग गर्न सक्छु कि हजुर? भन्नुहोस् न हजुर, भन्नुहोस्। यस्तै राम्री मान्छेलाई सहयोग गर्न पाए त म जति पनि सहयोग गर्छु नि। के अदालतमा कुनै केस चलिरहेछ क्या हो? हजुर दाइ हो। ओहो, दाइ जस्तो चाहिँ देखिन्न होला म। आफूलाई अहिलेसम्म दाइ कसैले भनेकै छैन। फेरि दाइ भन्ने आफ्नो दिदी बहिनी कोही पनि छैन। त्यसैले आफूलाई अब कसैले दाइ भन्यो भने मन पनि पर्दैन। मेरो नाम जयराम हो हजुर। बरु मलाई कसैले जयरामजी, जयरामज्यू अनि जयराम सर भनेको चाहिँ एकदमै मनपर्छ हजुर। हेलो साथीहरू, दर्शन नमस्ते। फेरि म कान्छी गरी बेलेर उपस्थित भइसकेको छु भने साथीहरू आखिरमा भने साथीहरू कान्छीलाई तनबमाथि तनब कतिजनाले दिन्छन् साथीहरू। यहाँ भने पनि साथीहरू ट्याक्सी ड्राइभर दाइले भने आफ्नो जात जनाइसकेका छन् साथीहरू। र भने साथीहरू कान्छीले त्यति धेरै टेन्सनमा छ, आफ्नै टेन्सनमा छन्। तर यता भने ट्याक्सी ड्राइभर दाइले भने जिस्काइरहेको अवस्थामा हामीले देख्न सकिन्छ साथीहरू। आखिरमा भने ट्याक्सी ड्राइभरले आफ्नो औकात र असली रूप देखाएरै छाडे। तर कतिपय साथीहरू ट्याक्सी ड्राइभर दाइहरू पनि सही मान्छे हुन्छन् भने कतिपय साथीहरू यस्तै ट्याक्सी ड्राइभर दाइहरू पनि खराबी जस्तो पनि हुन्छन् साथीहरू। र वास्तवमा भन्नुपर्दा साथीहरू कान्छीलाई अब भने कति धेरै समस्या छ भनेर त्यो तपाईँ हामीले एकदमै राम्रोसँग थाहा छ साथीहरू। अब भने पक्का पनि साथीहरू सागर जेलबाट छुट्नै पर्छ भन्ने जतिले साथीहरू अहिलेको भिडियोमा पक्का पनि साथीहरू सबैजनाले लाइक गरेर सेयर गर्न नभुल्नु होला, ताकि साथीहरू सागर भने जेलबाट निर्दोष साबित भएर निक्लिन् साथीहरू। पक्कै पनि साथीहरू भिडियोलाई लाइक गर्नु चाहिँ नबिर्सिनु है त। हजुर ट्याक्सी किन मोड्नु भएको? अदालत जाने बाटो अगाडि हो, किन यता मोड्नु भएको ट्याक्सी? सिधा हिँड्नुस् न। त्यता जाम छ, फेरि हजुरको जरुरी काम छ। यता बाटो खाली छ, खाली बाटो गयो भने चाँडै पुगिन्छ नि हजुर। कसले भन्यो दाइ जाम छ भनेर? अगाडि बाटो खाली मैले देखिरहेको छु। अगाडि खाली हुँदा हुँदै तपाईँले ट्याक्सी मोड्नु। ओ माई गड साथीहरू, यता भने साथीहरू ट्याक्सी ड्राइभर दाइले भने साथीहरू कहाँ लान लागेको छन् त साथीहरू। समयमै कान्छी पनि फेरि पनि अदालत पुगेनन् भने साथीहरू सागरको सोचमा नराम्रो राहतको भावना पस्नेछ। कति समय संसारमा मान्छेहरू साथीहरू राम्रो मान्छे पाउनका निम्ति भने कति कठिन अनि गाह्रो हुँदो रहेछ त भनेर हामीले यही टेलिसिरियल मार्फतबाट बुझ्न सकिन्छ साथीहरू। संसारमा सबै मान्छे खराबी पनि छैनन् साथीहरू र राम्रै मान्छे पनि धेरै छैनन्। पक्कै पनि साथीहरू यहाँ टेलिसिरियलबाट हामीले धेरै पाठ सिक्न सकिन्छ साथीहरू। अप्ठ्यारो परेको मान्छेले साथ दिनु त कहाँ हो साथीहरू। उल्टै यहाँ ट्याक्सी ड्राइभर दाइ भने कान्छीसँग जिस्किँदै बसिरहेका छन् साथीहरू। पक्कै पनि साथीहरू ट्याक्सी ड्राइभर दाइले सही गरे या गलत गरे त साथीहरू के लाग्छ तपाईँहरूलाई कमेन्ट बक्समा कमेन्ट गरी पठाउन नभुल्नु होला है त। दाइ कुरको ट्याक्सी फर्काउनुस् त, अगाडिबाटै छिटो हुन्छ के जानु। ट्याक्सी घुमाइहाल्नुस् न छिटो। ट्याक्सी घुमाउनु भने दाइ मलाई यहाँ हतार भइरहेछ। के खालको मान्छे हुनुहुँदो रहेछ दाइ? भनेको मान्नु है, ट्याक्सी फर्काउनु छिटो। मलाई यो बाटो थाहा पनि छैन, छिटो अगाडिबाट जाउँ त। किन रिसाउनु भएको हजुर? जानु म हजुरलाई सजिलो बाटो लिएर जाँदैछु। मलाई सजिलो बाटो चाहिएको छैन दाइ, मलाई चाँडोभन्दा चाँडो अदालत पुग्नु पर्ने छ। फेरि अगाडिको बाटो पनि त सजिलै छ नि दाइ। भनेको मान्नुहोस् है, कि ट्याक्सी रोक्नुहोस् कि ट्याक्सी फर्काएर मैले भनेको बाटोमा लिएर हिँड्नुहोस्। दाइ भनेको सुन्नु भएन? साथीहरू एकजना ट्याक्सी ड्राइभरको कारणले गर्दाखेरि भने साथीहरू सबै ट्याक्सी ड्राइभरको नाम भने साथीहरू बदनाम हुन्छ। आज त्यस्तै काम गरिरहेका छन् यता ट्याक्सी ड्राइभर दाइले जयरामले साथीहरू। पक्कै पनि साथीहरू
यस्तो मान्छेलाई भने पक्कै पनि कारबाही कानुनको ठाउँमा अदालत ठाउँमा यहाँ कि केही सबक नसिकाइकन भने साथीहरू कदापि पनि हुँदैन। यस्तै मान्छेले भने राम्रो ड्राइभरहरूको पनि नाम बदनाम भइरहेको छ साथीहरू। र भने कान्छीले एकदमै महत्त्वपूर्ण काममा जानुपर्ने ठाउँमा साथीहरू सिधा बाटो जानु त कता हो कता साथीहरू घुम्ती बाटो घुमाउँदै घुमाउँदै लागिरहेका छन् ट्याक्सी ड्राइभर दाइले। तर कान्छीले त्यत्रो भन्दा पनि अझै मानिरहेका छैनन् साथीहरू। पक्कै पनि यस्तो मान्छेलाई केही न केही 2 शब्द लेखी पठाउनु होला साथीहरू कमेन्ट बक्समा। छिटो ट्याक्सी फर्काउनुस् त, आफूलाई ढिला भइसक्यो। आउन नि, यता ट्याक्सी रोक्नु भने। कति बजिसक्यो, लौ न यता ट्याक्सी दाइ भने मान्नुहुन्न। फुर्को ट्याक्सी रोक्नु त, फुर्को ट्याक्सी रोक्नुहुन्छ कि म पुलिसलाई फोन लगाइदिउँ। ट्याक्सी रोक्नु भयो। हेलो यहाँ पैसा दिनु पर्दैन। साथीहरू यता भने कान्छीलाई कति धेरै साथीहरू काम परेको छ। साथीहरू पैसा दिन समेत पनि फुर्सद छैन, जिस्किरहेका छन् साथीहरू। र यस्तो मान्छेलाई पैसा दिनुभन्दा नदिएकै ठिक छ साथीहरू। के कसो साथीहरू, राम्रो नियतले राम्रोसँग छिटो छरिटो पुर्याइदिएको भए पनि त साथीहरू हुने थियो साथीहरू। तर भने साथीहरू यहाँ यस्तो गर्ने मान्छेलाई भाडा नदिएकै राम्रो। के कसो हो त साथीहरू, कमेन्ट बक्समा कमेन्ट गरी पठाउनु नभुल्नु है त। ट्याक्सी चढेर त्यतिकै भयो नि। के खालको मान्छेहरू त, न पैसा आयो न पैसा पायो, केही न केही तातन खाएर बेकारै जिस्केको। जिस्किँदाखेरि यस्तो हुन्छ। अभियोग पत्र र अभियुक्तको बयान अध्ययन गरियो। अब थुनचेक बहस सुरु गरौँ। श्रीमान, मिसिलमा संलग्न प्रमाणहरू र बुझिएका मानिसहरूबाट लिएको बयानबाट प्रतिवादीले नै कसुर गरेको देखिन्छ। त्यसैले यस्ता जघन्य अपराधमा संलग्न व्यक्तिलाई बाहिर छाड्दा प्रमाण नष्ट गर्ने वा पीडित पक्षलाई डर धम्की दिने सम्भावना रहन्छ। त्यसैले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 67 बमोजिम निजलाई कडा भन्दा कडा सजाय होस्। साथीहरू यता भने सागरको ठाउँमा बसेर उभिएर बहस गर्ने मान्छे कोही पनि छैन साथीहरू। यता भने साथीहरू वकिल पनि त साथीहरू दोषी पट्टितिरकै मान्छे रहेछन् साथीहरू। तर निर्दोषतिर बोल्ने मान्छे सागरको तर्फबाट बोल्ने बहस गर्ने मान्छे यहाँ वकिल शुद्ध पनि रहेनछ साथीहरू। पक्कै पनि यतिखेर भने कान्छी अनि मित्दै नआउनु भने पक्कै पनि साथीहरू सिधै दोषी ठहरिन्थे सागर। पक्कै पनि साथीहरू आफूले गल्ती गर्दै नगरेको केसमा फसिरहेका छन् साथीहरू। पक्कै पनि साथीहरू अब भने जति बिन्ती विनम्र अनुरोध गरे पनि सागरले पनि साथीहरू अब भने प्रमाण बिना निर्दोष हुनलाई धेरै असम्भव छ साथीहरू। हेर्नु होला भिडियो अन्तिमसम्म। ममाथि यति ठुलो अन्याय नगरियोस्, मलाई फसाइएको हो। मैले ती बालिकालाई बचाउन खोज्दै उल्टै ती अपराधीहरूले मलाई फसाएर तिनीहरू भागेका हुन्। ममाथि ठुलो चलखेल भइरहेको छ श्रीमान। मलाई केही समय दियोस्, म आफूलाई निर्दोष साबित गराएरै छोड्छु। कसरी गर्छस्? तैँले आफूलाई कसरी निर्दोष साबित गर्छस्? अहिले आरोप लगाएका मान्छेहरूलाई प्रहरीले जताजतै खोजिरहेछ, तर अहिलेसम्म कहीँ पनि पत्ता लगाउन सकेको छैन। यसबाट सिधै के थाहा हुन्छ भने नि त्यो सब मैले नै गरेको हुन्छ। तैँले आफूलाई बचाउनको लागि अरूलाई आरोप लगाइरहेको छ छैन? बिन्ती छ हजुर, मलाई यति धेरै गलत नबुझ्नुहोस्। बरु हजुर मेरै गाउँमा गएर मेरा छरछिमेकीहरूलाई सोध्नुहोस्, मेरो आफन्तहरूसँग बुझ्नुहोस् म कस्तो खालको मान्छे थिएँ भनेर। सबै बुझिसकिएको छ, तर कुरा बाजिएको छ। तपाईका कोही छिमेकीले तपाईलाई असल मान्छे हो भनेका छन्, त कोही छिमेकीले तपाईको चरित्र त्यो घटनासँग सुहाउँदो थियो पनि भनिरहेका छन्। त्यसै
होमगार्ड साथीहरू त्यतिसम्म निज थिएनन् सागर, तर पनि साथीहरू गाउँमा सबै मान्छे सागरले साथ दिने मात्रै हुँदैनन् साथीहरू। कतिपय त सागर अनि कान्छीको दुश्मन पनि थिए र त्यही दुश्मनले नै त्यस्तो भनेका हुन्, यानि कि दोषीले पक्कै पनि पैसा दिएर त्यस्तो भन्नु लागेको पनि हुनसक्छ साथीहरू। अब भने हुन त अदालतमा भने साथीहरू प्रमाण बोल्छ, तर प्रमाण भने सागरको केही पनि छैन साथीहरू, र प्रमाणहरू नहुँदाखेरि साथीहरू अब भने के साथीहरू सागर जेलमा जाने नै हुन्छ नि त। पक्कै पनि साथीहरू तपाईँलाई के लाग्छ, सागर चाँडोभन्दा चाँडो जेलदेखि बाहिर निक्लिन् भन्न चाहन्छ भने साथीहरू पक्कै पनि भिडियोलाई सक्दो सेयर गर्नु अनि लाइक गर्न नबिर्सिनु होला है त। श्रीमान म्याद थप गर्ने, छानबिनलाई तन्काउने भन्दा पनि दोषीलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइयोस्। हो श्रीमान, यसलाई आज नै यसले गरेको गल्ती अनुसारको सजाय तोकिनुपर्छ। मेरी छोरीलाई न्याय मिल्नुपर्छ। यो माथि आजैबाट कारबाहीको सुरुवात गर्ने श्रीमान। हुन त साथीहरू यता पीडितको बुवामा भने कति समेत साथीहरू तनाव पनि दुःख कति परेको छ भनेर हामीले त्यो बुझ्न सकिन्छ साथीहरू। आफ्नै छोरीको नाबालिकाको हत्या बलात्कार हुँदाखेरि साथीहरू कुन चाहिँ बुवाले चाहिँ साथीहरू सजाय दिलाउन चाहनन्, र आज त्यहाँ बालिकाको बुवालाई पनि त्यस्तै भएको छ साथीहरू। हत्यारा साथीहरू नउम्कियोस्, हत्यारालाई कडाभन्दा कडा सजाय होस् भनेर चाहन्छन्, तर के गर्नु साथीहरू, सही व्यक्तिलाई सजाय दिएको भए त राम्रै हुने थियो साथीहरू, तर पनि निर्दोष मान्छेलाई सजाय दिएर के नै हुन्छ र साथीहरू। आखिरमा पनि सागरलाई बुझ्ने अनि बुझिदिने मान्छे कोही पनि छैनन् यहाँनिर साथीहरू। अब पनि कान्छी पनि बिस्तारै आउँदैछन्, के कान्छी आएर पनि साथीहरू प्रमाण लिएर आएको छन् त कि खाली हातै आएको छन् साथीहरू। खाली हात आयो भने साथीहरू मौखिक रूपमा केही पनि हुनेवाला चाहिँ छैन भनेर हामीले बुझ्न सकिन्छ। तपाईँ नरुनुहोस्, तपाईँको साथमा म छु। तपाईँको छोरीले अवश्य पनि न्याय पाउनेछ। श्रीमान, हाम्रो देशमा धेरै अपराधीहरूले अनेक नाटक गरेर आफूलाई निर्दोष साबित गर्न खोजिरहेका हुन्छन्, तर यो घटनाको प्रकृति हेर्दा सागरजीले जति नै कोसिस गरे पनि आफूलाई निर्दोष साबित गर्न सक्नु भयो। हामीले पत्याउन सक्ने अवस्था छैन, त्यसैले उहाँलाई कडा भन्दा कडा सजाय गरियोस्। पक्कै पनि साथीहरू कान्छी अनि कान्छीका वकिल अदालतमा उपस्थित भइसक्यो। झिनो भयो भने आँस पलाइसकेको छ सागरलाई। अब भने पक्कै पनि केही न केही प्रमाण बिना त पक्कै पनि आएनन् कान्छी। पक्कै पनि साथीहरू अब कान्छीले सागरलाई छुट्याएरै निर्दोष बनाएरै छाड्नेछन् होला भनेर हामीले विश्वास गरिन्छ। तर विडम्बनमा यो छ कि साथीहरू अब भने अहिलेको भागलाई यति नै मा साथीहरू यतिमैमा साथीहरू अहिलेको भागलाई सकिन्छ। अर्को भाग हामीले पुरा हेर्न पाइन्छ सागर दोषी नै हुन्छन् कि निर्दोष नै हुन्छन् भन्ने कुरो पक्कै पनि साथीहरू तपाईँलाई के लाग्छ साथीहरू? आउने भागमा अब सागर निक्लिन्छन् या जेलभित्रै जान्छन् त के लाग्छ तपाईँहरूको अनुमान? पक्कै पनि साथीहरू कमेन्ट बक्समा कमेन्ट गरी पठाउन नभुल्नु होला है त। साथीहरू हामीले अहिलेको भागमा भने यतिकैमा हामीले अन्त्य भएको देख्न सकिन्छ साथीहरू। बाँकी अर्को भाग भने साथीहरू अर्को भागमा भेट्न पाइन्छ देख्न पाइन्छ साथीहरू। पक्कै पनि कान्छी त्यतिकै अदालत आएको होइनन्। पक्कै पनि साथीहरू कान्छीमा केही सागरलाई छुटाउने प्रमाणहरू अवश्य पनि छ होला भनेर हामीले बुझ्न सकिन्छ।
नभए त्यतिकै वकिल लिएर आउँदैनन् साथीहरू। र भने अब भने आउने भागमा भने पक्कै पनि साथीहरू खुसीको कुरा नै हुनेछ। सागर पक्कै पनि जेलबाट निक्लिन्छन् भनेर। जेलबाट निक्लिँदा तपाईँहरू को खुसी हुनुहुन्छ त पक्कै पनि साथीहरू कमेन्ट बक्समा कमेन्ट गरी पठाउनुपर्छ। र भने सागर अब निक्लिनै पर्छ साथीहरू भन्ने जतिले साथीहरू भिडियोलाई सक्दो सेयर गर्नु है त। को सागर निक्लेको हेर्न चाहनुहुन्छ त पक्कै पनि साथीहरू सक्दो भिडियोलाई सेयर गर्नुहोला। र भने मित दाइले पनि साथीहरू साथ दिन सकेनन् कान्छीलाई। आफ्नै आमा साथीहरू भिरबाट लडेपछि मृत्युको मुखमा न मर्नु न बाँच्नु भइसकेपछि बिचरा मित दाइले पनि साथीहरू आमालाई बचाउन् या कान्छीलाई साथ दिउन् त पक्कै पनि एउटा छोरा भएको कर्तव्य निभाउँदा पक्कै पनि साथीहरू मित दाइले भने आफ्नै आमालाई बचाउनुतर्फ लाग्नेछन्। मेरो आमालाई हस्पिटलमा ल्याइसकेपछि म कान्छी तिमीलाई म मेरो तर्फबाट भरिपूर्ण म साथ दिन्छु भनेर भनेका छन्। र अहिले साथ दिनु नपाउँदाखेरि मित दाइले पनि धेरै नै खल्लो लागेको छ। र साथीहरू अहिलेको भाग तपाईँलाई के कस्तो लागेको जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला साथीहरू। यतिसम्म हेरेर साथ दिनुभएकोमा साथीहरू तपाईँलाई एकदमै धेरै धेरै धन्यवाद छ साथीहरू। हस्त म बिदा हुन चाहन्छु साथीहरू। अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिले भने म बिदा हुन चाहन्छु साथीहरू। हस्त शुभ दिन।